सुन्नु न धन्नै ओरिजिनल लगाइदियो भन्नु न दिदी चोजेन दिदी आज चोजेन दिदीले केही न केही हान्न पर्ने हुन्छ दिदी है यसो ग्यालेक्सी स्यालेक्सी चाहिँ ऱ्याङ्किङमा छिर्न पर्यो नि दिदी गिटार हेरौँ न अरे गिटारलाई गिटार होइन यो होइन यो त केटाकेटीको खेलाउन हो दादा अर्को रियलवाला आउने छ नि ओके सोनी लियोन कमिङ लायन कमिङ अरे लायन खोइ त पाच्चु खोइ त हाम्रो पाच्चु खोइ पिच्चु सिटिङ नानालाई बोलाउनु न जिन्दगीको बाटो सलामो रेकर्ड गर है अरे ल दिदी तिमीले हान न रेकर्ड हुन्छ क्या अलरेडी गिटारमा झलक्कै झल्कियो छातीभित्र मायाको आगो सल्कियो सेम दादा यार सेम यार दादा मलाई पनि घाँटी नै दुखिरहेको आज सिजनै यस्तो होला क्या भाइ धेरै माया फ्रम असम ल असमलाई पनि धेरै माया छ मेरोबाट पनि दिदी धेरै बाठी भइसक्यो रेबेल दाइ वेलकम टु माई लाइफ आज दुई चारवटा गेम चाहिँ जितेर ब्लग हालेको अपलोडै भएको छैन त इन्टरनेटमा जहिले 98 to 99 मा अर्केको छ 6 सेकेन्ड रिमेनिङ भन्छ अन्तिममा त त्यो टाइम एकछिन पछि हेर्दा खालि 1 hour 30 minute रिमेनिङ भन्छ फेरि के भन्छ ए तपाईको युट्युबमा त्यसरी अनि भ्लग अपलोड गरेर तपाईँ लाइभ आएपछि कहाँ हुन्छ त अनि युट्युबमा भिडियो हाल्न छोडिदिनु पर्छ हैन मैले त्यो अघिदेखि त्यतिकै अपलोड गर्दा गरे मैले 6-7 पल्ट ट्राई गरे त्यस्तै भयो अनि त्यो मन छोडेर होस् भनेर युट्युबको यस्तो हो नि भिडियो डिलिट हाल्नु हो दाजु मैले फिल्टर हालेको छु के हो यो यस्तो सम्पेरिँदै तिमीलाई हृदय मेरो नतोडा जीवनको बाटो चलामो एक्लै बिचमा नछोड रेडी हो भाइ तिमी गिटार सिक्दै लास्ट दिन म त दादा एकदम रेडी हो भाइ प्लिज डोन्ट सिङ माई इयर ड्रम्स आर गोइङ टु टियर है दिदी तिमीले मलाई लाइन हान्छु भनेर कमेन्टमा हान्दा मेरो मन कस्तो टियर भयो होला अब तिम्रो इयर पनि टियर होस् You made so much fun of me yesterday. ए दिदी तिमीले मलाई के भने हौ बदला दिएको भाइ हाय जोर सोधिङ मनन्दर नमस्ते ढोक दिया नमस्ते यू कॉल्ड मी फैट ओल्ड लेडी यार लौ न दिदी कहिले त्यसो भने मैले तपाईलाई यार क्यान्सिल हो भने के हो क्यान्सिल हो नमस्ते ढोक दिया नाम थाहा मैले नाम एउटा सुरिलो सङ जाओस् न अरे सुरिलो रुखमा अरे सुरिलो कियो वाले सुरिलो कियो वाले हेलो यार लिम्बुनीको नाम नुमा सर नुमा व्हाट्स अप मैले हिजो अस्तिको ब्लग एडिट गरेर खोइ यार अपलोडै हुँदैन रियलिस्टिक ब्रदर टु सिङ कन्फर्म भइसक्यो मैले नाम हालिसकेपछि कन्फर्म हुने यसो गरौँ प्याचो हाम्रो स्टिप दाइ आउने बेलामा उयो पठाउ त दाइ के हो मेरो त म्याग नि हेर्नुहुन्न त अरे
ए आकाश भाइ मैले तिमीलाई कतिचोटि भाइ वेलकम भनिसकेँ तिमीमा के हो कुरो खास तिमीलाई के गाली गर्न पर्ने हो कि के हो कुरो आजको म लिम्बुनीको लागि नै हेरेँ आज चाहिँ लाइन आया खै मार्केटमा चाहिँ फेरि राइनी भन्ने ह खै लिम्बुनीलाई लाइ बाई भन्छन् दादाको नि कुरो बुझ्नु गाह्रो भयो ए भगवान् सबैसँग जोडेर दिने भयो अरे पिचु यो होइन क्या तिमीले मलाई अब सिधै आउँदै हुनुहुन्छ कि अब एउटा आइफोन चाहिँ पठाउ न आइफोन मै किनिदिन्छु भाइ तिमीलाई दादा प्लिज यतिसम्म पनि भाइ निर्दय छैन नि दादा त्यही तपाईँकै दिए पनि हुन्छ अरे लास्टमा मनैले मानेन अरे आइफोन रिजेक्ट गर्न त मनैले मानेन अरे त्यो पहिला सानोमा मिठो लागेको कुरा खाना खा भन्दाखेरि होइन खान्न कसम कडा यार अरे हाङमालाई बोलाउन त गौली भाइ टेल हिम टु सिङ दिदी अनि स्टिभ दाईले लाइनमा आएर गीत गाउन थाल्यो भने अनि भोलि कन्सर्टमा टिकट काटेर चाहिँ कसले हेर्ने चाहिँ म के हो दिदी पिचु तिमी यताउता नगर है प्रेसमा तेरो बहिनी आयो सारा बस्ने अब साराले सारा बहिनी केही गर त ट्रिपलमा केही गर है ट्रिपलमा है आज सारा बहिनीमा आइसक्यो उनीहरू गौली कता हो म त अहिले 40 वटा रोज दिएर के भएको दादा यहाँ त सारा बहिनी आइसक्यो त इफ यु मेक हिम सिङ आई विल स्टार्ट सिङ्गे दिदी ल सारा बहिनी ल 1 2 3 गो मनिगन सनिगन हान्देऊ बहिनी खोइ जाने सारा हराइ क्या सारा 1 2 3 गो ओसिनले हान्न थाल्नु पर्यो सारा कहाँ सारा बेस्तो के ब्याकवर्ड हो क्या यस्तो गरेर वहाँ लाइनै हो क्या हो बरु ओसिनले बोल्नु थ्याङ्क यू ओसिन थ्याङ्क यू सारा 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 संसार मेरी बेबी उगली प्यारी आम्मामा मनिगन सनिगन के दादा के हो तेरा पनि झर्ने हो नि त अब तेरो विन पो छ दादालाई यो अस्तिको हो का थाहा छ अस्ति मैसँग खेल्दा हो क्या यो के हुन्छ यो झर्दा चाहिँ केही त हुँदैन होला केही हुन्न दादा 15 घट्छ त्यति हो आम्मामा एन्टी आएको अरे एन्टी सर आमा सारा केही गर है उता त आयो त लौ न यो विन झारामै सारा यो विन दादा ओसिन ब्रो ओसिन केही गर भाइ द्याट्स मी अरे के हो द्याट्स मी भनेको चाहिँ दिदी हुनु त ए दिदीले हाने कि मनिगन दिदी हानेपछि एउटा ग्यालेक्सी हान्नु नि त मनिगन हाने कि फेरि हिसाब त दिदी पुलिसमा धन्न भर्ती भइसक्यो तिमी यार सजा पनि हाने कि अब मलाई इग्नोर हानेको होइन ठिकै छ दिदी अब ठिकै छ नि त तिमीलाई इग्नोरै हान्दा पनि तिमीले गएर मनिगनै मात्रै त हान्दिरहेछौ ग्यालेक्सी सेलेक्सी हान अब देख्छौ अरे हेरौँला दिदी हेरौँला के हान्दिरहेछु हेरौँ हामी सारा हेर है उतापट्टि हेरौँला भने दिदीलाई तिमीले सक्छौ है सारालाई एउटा इसारा काम छ दिदी तर अलिक सारा ट्रिपलमा हो एक लाइन गाउने भनिदेऊ के रेस्पेक्ट गर न दिदीलाई ए सरी दिदी सरी एक लाइन गाइदिन्छु अरे
लागि म गाइदिन्छु ल ल ल ल कुनै एउटा कुन त्यो कुन गीत हो दिदी कुन गीत हो भन्नु त ल जे भन ल म मौलीको लागि गाइदिन्छु ल तिमी दिदी कहाँ गयो तिमी फेरि लोड गर्न गयो क्या युनिभर्सिटी लोड गर्न दिदी खोइ त दिदी कहाँ गयो तिमी ठिकै छ यार भाइ मेरो भाइ ठिकै छ दिदी कहाँ गयो तिमी यार अब देख्छु भाइ नेपाल 26 मै फर्किने हो दिदी कुन गाना हो क्या गाना चाहिँ कुन भन न त आई वेन्ट टु रिचार्ज रिचार्ज त ठिकै छ दिदी कति गाना कुन भन नि त अनि गाना त गाना रिचार्ज गर्दै गरौँ लाग्यो दिदी गाना भन न गाना चाहिँ कला थ्याङ्क यू स्मिता दिदीले अब भयो हो सर हेर फेरि नाटक नगरे के तिमी उतै दाइलाई नै हान्नु कि तर गाना चाहिँ भन मात्र के दिदी तिमी गाना मेरो बहिनी पनि हराएन कि बहिनी त्रिपल खुले त बहिनी पुगुले हान ज्याप नो झिस्किएको भाइले मेरो अरे आमा दिदी यस्तो कुरा अहिले लास्टमा आएर यस्तो दिदीभाइको सम्बन्ध यहाँसम्म मात्रै रहेछ होइन दिदी ठोक दिदी एउटा फलो गर्यो सबैजनाले फलो गर्नु ल भन्नु हस् भन यही हो के भन्न मात्र हो के सँग अरे ओइ स्मोक गरेको देखिएन होला देखेन थ्याङ्क यू रोशन ब्रो थ्याङ्क यू भेरी हो रोशन ब्रोले केही बुझ्नु भयो यार त्यसो रोशन ब्रोले बुझ्नु हुँदो रहेछ क्या उहाँ बुझ्ने मान्छेलाई त म फलो गरिन्छ रिबेल भाइलाई मलाई कस्तो हेपे है ए दिदी तिमीलाई मैले कहिले हेपे यार दिदीसँग जिस्किन नपाउने तिमीले फर्केर गरेको देखेछ तिमीले हिजो मलाई के भनेछौ तिमीलाई थाहा छ दिदी तिमीलाई टट्टी प्याक गरेर पठाइदिन्छु अरे के हो त्यो भनेको छि मैले कहिले त्यस्तो भने हो अहिले पनि त्यस्तो भन्दा गनाए दिदी ए दिदी कुन गाना भन नि त एउटा अब सिधै रेडी भइसक्यो मेरो लागि गाउनको लागि तपाईँले फेरि आएर बिचमा यस्तो भन्ने हो सिरिमा सिरी हेलो दादा हजुर ल्याउन दाइ फेरि किन नल्याउनु कि थ्याङ्क यू गौली बिग फ्यान थ्याङ्क यू मेरो डक्टर होइन क्या दाइ स्टिभ दाइ हो कहाँ डक्टर हो डक्टर र स्टिभ दाइ चिन्ने तिमीहरू दाइ भन्नु त म मान्छेको मन खुसी बनाउने डक्टर हो म चाहिँ भन न मात्र ए दादा भन न मात्र भन्ने गाना तपाईँलाई आउँछ कसको हो त्यो भन न मात्र बाई कसको हो यो कसको हो त्यो The one he sang for sizzling अरे अनि त जोन दाइ के हो त अनि हो र सुन्नु न त यो त स्क्रिन रेकर्डिङ आयो भने त बेच्चा हुन्छ त हाम्रो दुईजनाकै के ठिकै छ त ल दादा ल तपाईँलाई आउँछ आउँदैन यो म त कहाँ गिटार बजाउने मान्छे कहाँ गाउँछ होइन
Sabrina, Andy Soga. दिदी सारा सारा बहिनीलाई पनि थ्याङ्क यू दाइलाई फोर प्ले चाहिएको हो अरे दाइलाई के फोर प्ले दाइले दादा खास हिज काइन्ड अफ किन अब रोल प्ले पर्सन सो हिरो दिदी के हो ट्रिपलमा टोक न टोक मनी कन्या सारा बहिनी तिमी बिना सारा सारा केही गर तिमी एउटा एउटा ग्यालेक्सी हाने भने तिनटा हुन्छ क्या कति बस्यौ माइतीकै कौशीमा माइतीकै हेलो स्वप्निल दाइ सारा दिदी खोज कोही स्टप लेट्स गो रोजिना लेट्स गो रोशन जी केही छ भने है भोलि बिन्दु खाऊ गरी खाने ए रोशन केही गर के तिमी यार भाइ माई कोइन इज नट गेटिङ रिचार्ज अरे दिदी यसो गर तिमी tiktok.com मा जाऊ स्टप केही गर स्टप हाम्रै मान्छे हो त फेरि यिनी त स्टप चुप नबोल स्टप आफ्नै दिदीले धोका दिएछ होइन दिदीको कोइन लोड भएन भन्दै उतापट्टि हान्दैखेन् क्या यिनीले दिदीले दिदीले रिसले लोड गर्दा पनि कति 5000 कोइन लोड गर्यो क्या दिदी धेरै पछि चिनेन ब्रोले धेरै पछाडि यार धेरै पछाडि तर तपाईँले अरे यस्तो हो धेरै पछाडि चिनेन ब्रो धेरै पछाडि आएको चिनेन ब्रोले भनेपछि तिमी पक्कै पिकाचु हुनुपर्छ पिकाचु I guess you are Pikachu पिकाचु हो तिमी पक्कै हेर्छु तिम्रो मैले आइडी हेरेर थाहा पाइहाल्छु कि मेम्बर सब ए रोनाल्ड आमा अमेरिकाका मान्छेहरू यसरी हराए यसरी भूमिगत भए महाकसम ठिकै छ मेरो 1 आवरको डे डाउनलोड गरेको अरे दिदी रोनाल्डो अनि के हो यत्रो महिना पछाडि आएर अनि मात्रै के हो कुरो खास ट्रम्पले पठाइदियो क्या हो नेपाल यार तपाईँलाई यार देखे रोनाल्डो रिचार्ज ब्यान भएको थियो डिस्प्युट हानेर भागेको अरे यस्तो हो नि त हेर्नु अहिलेसम्म मैले तपाईँलाई मोडबाट हटाएन भनेपछि मैले युआर द व्यवसाय देव बिचारा भर्खर राइडबाट आए यार मैले यस्तो हो क्या खास चाहिँ कस्तो भन्दाखेरि मलाई जतिजनाले पनि मलाई सपोर्ट गर्नुहुन्छ नि होइन मलाई पैसाहरू चाहिँ राखिरहेको हुन्छ क्या बोल्नु भाइ लस्ट अरे ए दिदी ल भाइ लस्ट भन्ने पनि आफै बोक्सी पनि आफै हामी पनि तपाईँ नै ठिकै छ ल यस्तो हो तर कौली भनेको कुन कास्ट हो माइन्ड नगर्नु होला अरे माइन्ड किन गर्ने हो र कौली भने छेत्री हो क्या बुझेनौ उ बेला चाहिँ नि त्यो मेन कुरा देखाइदिनु न तिम्रो यताबाट निकालेर ए खै त कुरा गरेको ब्रदर ए सुन युवराज वाइबा सुन म तिमीलाई एउटा कुरा के भन्छु भने यदि तिमीले मलाई इयरबड्स पठाउँछौ भने दाइले चाहिँ नि ल्याइदिनुहुन्छ है आइफोन गइ फेरि त्यो चाइनिज किनौला म्याट टिमो सिमबाट इयरबड्स प्रो 4 जेनको किनेर पठाउने हो भए यहाँ कुरो मिल्छ है फेरि लभ बाइट देखियो है अरे कसको मेरो मस्कुटो बाइट होला हौ वाइब्याक मिलाएर बुझ न तिमी मिलाएर बुझ न नट टिमो एयरपोर्ट फ्रम टिकटक अरे दिदी यस्तो टिकटक एयरपोर्ट चलाइन नै बरु भयो तिमीले चलाऊ म साइलेन्ट कहाँ छु म साइलेन्ट छुइनँ नि रोशन ब्रो केही गरम त 4 जना हुन्छ हो गौली हजुर साउन्ड सानो आइरहेछ मेरो अलि सानो आएर दादा किन हो र मेरो चार्जमा हालेर होला होइन मतलब यस्तो हो क्या दादा कस्तो भन्दाखेरि तपाईँको त्यो माइकमा यसरी छोपियो होला क्या अम्लाले अब अलि ठुलो आयो होला एम्बो अरे हेलो लास्ट ओहो वाउ लभली वर्ड्स अब लास्ट एउटा लाइक यो मेरो त रोज पनि छैन 4 वटा
थ्याङ्क यू पुतली पाखा एम्बो के मात्रै भनेको के हो के चाहिँ भाइ बा के चाहिँ Your target please. Thank you so much, Anshu Aviral. तिम्रो गौली ब्रोको गालामा के भएको रोनाल्डो ब्रो यो त के हो फुलको प्रसाद फुलै फुलको पुर्साली आउँछु म अन्त यहाँ क्या हेर्ने मलाई कम त पाउँछ आयो 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 रोनाल्डो ब्रो